नमस्ते 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 सबैजनालाई शुभ बिहानी हाम्रो चाहिँ अब यहाँतिर यस्तो 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 खेल्ने कुराहरू छ। यहाँ के बनाउन जारी छ, गाह्रो छ। यहाँको माटो त झन् सबै रोप्न हुन्छ भने त बेसरी आइ गरेर माटो अहिले त सबै यस्तो पो बनाइदिएछ। बरु यही पो ठिक लाग्यो, माटो आउनु। अहिले चाहिँ ठिक छ। अनि के गर्दै हुनुहुन्छ? अनि मलाई अलिकति के रोप्नलाई चाहिँ यहाँ यत्रो राखिदिनु भएछ हाम्रो म्याडम र सरले। यहाँदेखि छ यो पनि पुग्छ जति नै। फर्सी त भर्खर उम्रेछ। अब अर्को वर्षतिर चाहिँ छिटो रोप्नु पर्ला। यो पालि त फर्सी, यो मेथी अनि फर्सी चाहिँ यहाँ एक ठाउँमा, यो टमाटर त्यहाँ टमाटर त्यहाँ ठुलोमा फल्नु लाग्छ। गाह्रो छ। मेथी फल्नु लाग्छ। के अरे यो चाहिँ साग, यो चाहिँ फर्सी, यो चाहिँ तोरीको साग चाहिँ मिठो नहुँदो रहेछ, तितो हुँदो रहेछ। अनि यो चाहिँ खोर्सानी, डल्ले खोर्सानी। फेरि डल्ले खोर्सानीको बिउ राखेको थियो, उम्रिँदैछ फेरि हो। ए बापरे, बिचरा यहाँ पो उम्रेछ। हेर्नु त डल्ले खोर्सानीको के हो, टाउको मुनि गरिन् उम्रिन्छ त, यस्तै हो क्या। यो चाहिँ उम्रेछ डल्ले खोर्सानी भर्खर। अनि यसमा पनि उम्रेछ डल्ले खोर्सानी पनि उम्रिँदैछ। ऊ पनि टमाटर चाहिँ फल्नु लागिसक्यो। यो तोरीको साग चाहिँ सबै निकालेर फाल्नु पर्यो, तितो। फर्सी त्यहाँ पनि हुँदै रहेछ, आउँदै रहेछ फर्सी चाहिँ। यो चाहिँ धनिया, लसुन, यो प्याज भन्ने चिज कति छिटो बढ्यो हामी नखान्छ। यो प्याज त मिठो नै हुन्न, हलक्कै बढ्दो रहेछ। यहाँ चाहिँ खोर्सानी अझै के अरे लसुन अस्ति सबै टिपिदिएको। बिचमा फर्सी पनि उम्रेछ। यति ठाउँ छोडिदिएछ, अर्को त सबै यस्तो ग्रिन, एक रातमै सबै। माटो भित्र आएर हैरान भएर बसेको थियो बुढाबुढी नै, रुनी लागेको थियो। डाङडुङ ओछ्याइदिएछ यो। राम्रै भयो, यति भयो मलाई जति नै पुगिहाल्छ। 6 टन नै। उतापट्टि खाली राखेको छ मैले, यति मात्रै रोपेको। जङ्गर पनि चल्नु पर्यो, एकछिन जङ्गर चलेर भएन, डेली पानी हाल्नु पर्यो, गाह्रो छ। त्यही भएर अब चाहिँ भित्रतिर अलिअलि गर्नु पर्यो, बढार कोठार गर्दा। यति टाइम भइहाल्यो बाहिर। आज चाहिँ भित्र केही पनि नगर्ने। त्यहाँ हेर्नु पढेवाको कसरी बस्या हो। पढेवाको जोरी बिचरा, पढेवालाई पनि गाह्रो छ। बस्या छ, खाएको छ, त्यही हग्या छ। अब मान्छेले दिए खाने त हो, गाह्रो छ नि पढेवालाई। ल अब 1 घन्टा बस्छु, खाजा खान्छु, अनि अलिअलि काम गर्छु। खोर्सानीको बिहा त यहाँ पनि अस्ति सुकोस् भनेर राखेको त, अलिअलि यहाँ पनि रहेछ त।
अनि के साथीहरू यस्तो सपना देख्यो कि मैले के सपना देखेँ हो म त डर लागेर कत्रो ठुलो ठुलो नै ठुलो खाल्डो रहेछ है। अनि त्यहाँ जाने बाटो चाहिँ रहेनछ। म चाहिँ त्यहाँदेखि उता पार गरेर जानुपर्ने अरे त्यो खाल्डोमा त समात्ने कुरा के पनि रहेनछ कि। अनि म त गयो त्यो खाल्डोमा त अनि कसरी जाने होला यो तारेर भन्यो। कति गहिरो रहेछ फेरि त्यो खाल्डो चाहिँ। अनि पछि चाहिँ बिस्तारै त्यो खाल्डो के अरे त्यो एकजना बुढी भेट्यो। अनि त्यसलाई सोध्दो रहेछ यो खाल्डो यस्तो रहेछ म जसरी उता जानु छ अब यो कसरी जाने होला त उता भनेर भन्दो रहेछ। अनि त्यो बुढीले भनिदियो यो यहाँबाट होइन नि त तिमी माथिबाट जा भने। अनि म चाहिँ माथिबाट त्यो काट्दै डाँडा साँडा काट्दै जाँदा बल्ल बल्ल ठाउँमा पुग्यो। बिहान झन्नै गाडी छुट्यो। यस्तो डर लाग्यो के सपना देख्या होला। त्यो खाल्डोभित्र पस्यो भने म कहिले पनि उठ्थेन होला मर्थ्यो होला ओ बाबरे। अनि बल्ल बल्ल पुग्यो। अनि चाहिँ जुरुक्कै उठेछ बिहान। यसो हेरेको त 4-5 बजे गाडी हिँडिसक्छ। झन्नै 5 त बजी नै सकेछ। 5 मिनटमा रेडी भएर कुदिहाल्यो। धन्न गाडी भेट्यो आज झन्नै गाडी छुटेको भए चाहिँ गाह्रो हुन्थ्यो। अब घाम पनि झुल्किनु लाग्यो। ल कतिको जाडो छ तपाईँहरूतिर। मलाई चाहिँ एकदम जाडो हुन्छ हेर्नु। त्यही भएर 3-4वटा कपडा लाउँछु। ल बाई बाई फेरि भेटौँला। अब भित्रतिर काम अलिअलि हेर्नु पर्यो। कहिले चाहिँ साह्रै डर लाग्ने सपना देख्छ कि। अनि के हो एक्लै भए बेलामा डरले तर्रै काम्छ हो। ल है त ल सबैजनालाई बाई बाई गुड डे गुड लक। राम्रो खानु जाडोमा अलि तातो लुगा लाउनु काम चाहिँ राम्रो गर्नु अनि टन्न खानु। बाई बाई सबैलाई।